फागुन 21 गते चुनाव हुँदैन, 1 हुँदैन, 2 हुँदैन, 3 हुँदैन, हुँदैन। फागुन 21 गते कुनै पनि हालतमा चुनाव हुँदैन भन्दा यो भविष्यवाणी गर्ने बाबाले यस्तो भनेका छन्। एकपटक हेर्नुहोस् है। 500 पटक 5000 पटक म झुन्डेर तडपेर मर्छु होइन फागुन 21 गते चुनाव भएछ भने। द्याट माई च्यालेन्ज दिन्छु। आजसम्म जतिवटा भविष्यवाणी गरे त्यो परिपूर्ति भएको छ। यदि फागुन 21 गते यो देशमा चुनाव भएछ भने नि म यसरी झुन्डेर मर्छु। जनता मलाई ढुङ्गाले हान्न, टप्पलले हान्न, मलाई पनि सुध्रिने मौका देऊ। जसरी मैले 82 काट्दैन, मिसन 84 नभन्नु, 84 आउँदैन भनेको थिएँ नि, त्यसरी नै फागुन 21 गते चुनाव हुँदैन, 1 हुँदैन, 2 हुँदैन, 3 हुँदैन, हुँदैन। यो भविष्यवाणी गर्ने बाबाले गरेको भविष्यवाणी मलाई एकदमै सही लागेको छ। तपाईँहरूलाई कस्तो लाग्यो एकचोटि कमेन्ट गर्नु होला। भने यो लुते सरकारले चुनाव गराउन त सक्दैन कि, कुनै हालतमै सक्दैन। किनभने चुनाव गराउन त्यति सजिलो छैन कि। यो लुते सरकारले जब एउटा महेश बस्नेत जस्तो एउटा टोले गुन्डालाई त कारबाही गर्न सक्दैन भने यो सरकारले चुनाव गराउन सक्छ कि? चुनाव गराउन त्यति सजिलो छ अहिलेको अवस्थामा? यो सरकारले अझ भन्ने हो भने यो सरकारको आयु पनि अब धेरै छैन, धेरै भयो अब 1 महिना। किनभने यो सरकारले जेनजीको आवश्यकता र चाहना अनुसार काम गर्नै सकेको छैन क्या। त्यसकारण जेनजीहरू फेरि एकचोटि सडकमा उत्रिनेछन् र यो सरकारलाई चाहिँ फेरि केपी ओलीको जस्तै अवस्था बनाउनेछन्। त्यसकारण मलाई पनि लागेको छैन कुनै हालतमा चुनाव हुन्छ जस्तो त मैले पनि मानेको छैन। यदि भइहाल्यो भने पनि त्यो सक्सेस हुँदैन क्या, त्यहाँ घोटाला हुन्छ। त्यसकारण चाहिँ चुनाव गराउँछु भनेर यो सरकारले सोचिरहेको छ। जतिखेर पनि चुनाव मात्रै भनेको छ, तर यो सरकारले कुनै हालतमा चुनाव गराउन सक्दैन। र यो सरकारको आयु पनि अब धेरै छैन, 1 महिना मात्रै हो अब।